Namaste and good morning and जय मसी अल्सो। म आशा गर्छु यहाँहरू सबैजना आराम कुशल हुनुहुन्छ र आज चाहिँ यो ठिक दसैँको यो सुनसानको माहौल बनाएर हामी आज लाकुरी भन्ज्याङ भन्ने ठाउँमा जाने भनेर निस्केका छौँ। हामी परिवार निस्केका छौँ। म र मेरो श्रीमती अनि मेरो छोरा अनि सुजाता सुस्मिता र अनि एन्जल छोरी हामी निस्केका छौँ। मेरो भदै पनि हुनुहुन्छ भित्र। तिनवटा बाइकमा हामी 7जना निस्केका छौँ मानिससहित र हामी यो यात्रा चाहिँ काभ्रेस्थलबाट सुरु गर्दैछौँ। अब मिड सिटी भएर हामी जानेछौँ। बाटोमा पर्ने दृश्यहरू अनि बाटोको अवस्था र दसैँको माहौलमा बजारको स्थिति सिटीको अवस्था कस्तो रहेछ भन्ने बारेमा पनि हामी देखाउनेछौँ। हामीसँग भिडियोमा बन्दै रहनुहोला है त। धेरै नबोलिकन खालि अवस्था मात्रै देखाउँछौँ।
यहाँ चाहिँ फलफुल किन्दै गरेको अवस्था माथि चाहिन्छ भनेर फलफुल किनिसकेपछि फेरि हामी अब फेरि अगाडि निरन्तर अगाडि बढ्ने नै छौँ हामीसँग रहनुहोस् ल हामी अलि हल्का किनमेल पनि गरियो त्यस पछाडि प्लेन झरेको हेर त भिडियो गर न देखे तीनटा प्लेन हेर्छ यहाँ एउटा एउटा त्यहाँ एउटा एउटा झर्दैछ एउटा यो माथिको एउटा पर बादलमा अब यो बिचारा नसमाउने नटेक्ने है यो पाइलटले त मान्नै पर्छ ठाउँ राम्ला
बाइक त पुरा तातेर मेरो आगो भएछ 1 नम्बरमा कुदाएर यार तोलो त पुरा हिट भयो नि त है पल्ले कहाँ दामी भइरहेछ आइ फुच्ची यो उकालो टेन्सन भएन बाटो बिग्यो पिच भयो भने दामी हुन्छ कि अब 4 किलोमिटर मात्र के भन्छ अझै माथि छ अझै 4 किलोमिटर छैन छ यहाँ देखाइराछु त म 4 किलोमिटर भयो भने अझै लाग्छ नि त 15-20 मिनेट पर्छ यहाँबाट चाहिँ हैन जग भइरहेको छ शहरमा त सबै देखिन्छ के म खोला न नि खोल्ने उयो फोटो खिच्नु भने तपाईँ मनबाट दाइ यो ठाउँको नाम के हो रे फेरि यो भिडियो भइरहेछ नि बन्द गर्नु न ल आधी बाटोमा चिया खाएर फेरि हिँड्दै गरेको अवस्था फेरि उकालो लाग्यो हुन्छ त नि वहाँ पुगेपछि कति आनन्द आउँछ अहिले सजिलो कुरा पाउनलाई चाहिँ के अरे राम्रो कुरा पाउन सजिलो पे गर्नै पर्दैन दुःख गर्नै पर्दैन हैन गाह्रो छ नि यो किन नगर यहाँ एउटा अब रेस्टुरेन्ट छ क्या सप्लायर तल तल मेरो श्रीमतीहरू आइराखेका छन् सानो नानीसँग हिँड्दै 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 आउँदैछन् त्यहाँनिर दामी अब यो बाटो कहिले बिर्सिनु हुने होला फेरि कहिले आइएछ त कहिले नि अब त जिन्दगीमा बाँच्यो भने अब पाल दैल ल्यायो न कत्रो अब त बाइक चढ्न को चाहिँ आन्दोलन गर्न आउनु एक दुईजना आयो भने यसो गरिहाल्छ माथिबाट झन् चस्मा झन् खतरा देख्यो त ए नसक्ने हो यो टिभी लगाइदियो न के ए बकी मिलो लो जाओ
यस्तो ठाउँमा होटल रिसोर्ट बनाएको छ। उताबाट हो जस्तो बाटो उता जाने। यहाँ गयो त अलिअलि। पुरै गाउँ भइसकेको छ यहाँ। माथि पनि डाँडा हेर त, माथि डाँडामा पनि घर। लास्टमा आएर आनन्दले बस्ने ठाउँ रहेछ नि त। कता गयो तिनीहरू? भाइको चाहिँ अझै माथि हो जस्तो। भाइको त पल्लोपट्टि जस्तो छ। ल है हजुर, लाकुरी भन्ज्याङमा त यस्तो छ। यहाँ पनि पुलिस भित्र छ। यहाँ यस्तो रहेछ ठाउँ है। ल उधारो बन्द अरे है। लाकुरी भन्ज्याङमा चाहिँ यस्तो रहेछ ठाउँहरू। उनीहरूको त उयो हो, यो मैले खालि टिकटकमा देखाएको। हामी त निर्माण कटेज बिहा मिडियाबाट हेरेर आएको है। हामी बाबु के छ हालको? फेसबुकमा हेर्दा हेर्दा आयो। तपाईँहरू आउनु भयो नि त, हामी आएको है। बल्ल बल्ल आएको त झन् 15 छ भने 50 भयो त हामी त चिन्छ। कति सङ्गीत आयो भने नि आउला। कुन चाहिँ कोरियनले घुमाइदिएर भन्छ। ल भयो अब हेर्नु जोडिएको सम्बन्ध पुस्तौसम्मकै नाता हो, परमेश्वरको हकेलामा सम्हाल्यो
सम्हालेको जाति हामी हो परमेश्वरको हकेलामा सम्हालेको जाति हामी हो बनाएको परमेश्वरले सबैलाई बराबरी न त ठुलो न त सानो न त धेरै न त थोरै न त ठुलो न त सानो न त धेरै न त थोरै जीवन छोटो छ ख्रिस्टमा अनन्तको छ भोलि कसले देखेको हुन्छ हो भोलि कसले देखेको हुन्छ समयमै विश्वास गरे आऊ येशूमा समयमै विश्वास गरे आऊ येशूमा आऊ येशूमा आफू मरेर अरू बचाउने यस्तो हो येशूको प्रेम आफू मरेर अरू बचाउने यस्तो हो येशूको प्रेम अरूको निम्ति मलाई खान मन पर्छ मलाई जिउन मन पर्छ जीवनभर येशूको चेला हुन मन पर्छ मलाई झर्न मन पर्छ पहाड चढ्न मन पर्छ दिनहु येशूको वचन पढ्न मन पर्छ ल है भजन मन मेरे यीशु नाम मन तो पुकारे यीशु नाम प्रभु यीशु नाम पुकारे प्रभु यीशु नाम पुकारे भजन मन मेरे यीशु नाम मन तो पुकारे यीशु नाम प्रभु यीशु नाम पुकारे प्रभु यीशु नाम पुकारे प्रभु यीशु नाम पुकारे प्रभु यीशु नाम पुकारे के छ नयाँ खबरहरू आज कहाँ आएको एकदम आशिषमय दिन भएको छ आज हामी परिवार होइन नानीहरूसँग भदासँग छोरासँग हामी यहाँ हाम्रो विश्वासी भाइको लाकुरी भन्ज्याङमा रिसर्ट छ आएको छौँ ओके ल ठिक छ अनि फिलिङ कस्तो भइरहेछ एकदम रमाइलो आशिषमय घुम्नु भइरहेछ अति नै सुन्दर ठाउँ हो दामी छ दामी दामी छ सुन्दर साउन्ड यस्तो छ अनि यस्तो छ ठाउँहरू त अनि अच्चाखाली छ नि अच्चाखाली नै छ नि त फुल ठाउँ रहेछ रिसोर्टहरू यस्तो छ अनि सुस्मितालाई के छ केही भन्नु छ कि आज एकदमै रमाइलो भइरहेको छ प्रभुको सुन्दर सृष्टिलाई देखेर अचम्म लाग्छ यति धेरै मन आनन्दित भइरहेको छ कि वर्णन गर्ने शब्दहरू पाएको छैन क्या प्रभुको सृष्टिहरूलाई देखेर एउटा गीत याद आयो क्या वनपाखा गुम्जाइदेऊ है मुक्तिको भाकाले वरिपरि बनै बन है एकदम सुन्दर ठाउँ हावा खुसी लागिरहेछ इन्जे विशेष दाई भाउजूसँग अनि अरू के भन्नु र है केही भनेर ल अनि भदै के छ नि अरू सबै ठिक छ प्रभु शान्ति प्रभुको अनुग्रहमा ठिक छ हैन ठिक छ शान्ति सुरक्षा एउटा मेरो छोरा सब ठिकठाक छ म भिडियो एडिटमा छु ल सबै ठिकठाक छ है एकदम तलतिरको सिनहरू जस्तो छ बाटोहरू एकदम दामी दामी छ पारीको सिनहरू जस्तो छ सानो छोरी पनि छ यहाँ पारीतिर छ रिसोर्टहरू माथि टावर छ अरे अनि तल लाकुरी भन्ज्याङ एकचोटि हेर्नुपर्ने ठाउँ अनि यहाँ हाम्रो भाइको रिसोर्ट छ तपाईँहरू पनि आउनु होला आएर इन्जोय गर्नु होला यहाँ होमस्टे पनि छ अनि तल पनि छ रिसोर्ट अनि हामीले त्यहाँ हाम्रो बाइकहरू चाहिँ त्यहाँ राखेका छौँ यो हाम्रो बाइकहरू त्यो गेटबाट चाहिँ माथि गयो भने त्यहाँ टावर छ अरे भ्यू टावर त्यहाँ गएर यो पनि रहेछ यहाँ पनि छ बस्ने यो होमस्टे राम्रो राम्रो कोठाहरू छ यहाँ
यहाँबाट यस्तो छ वरिपरिको भागहरू तपाईँहरू हेर्न सक्नुहुन्छ। बस्ने ठाउँहरू पनि दामी छ, एकचोटि भिजिट गर्न आउनु होला ठाउँमा पनि। अनि अहिले चाहिँ अहिले त्यति साह्रो अलिक सुनसान रहेछ, किन भन्दाखेरि दसैँको टाइम पऱ्यो, सबै मान्छेहरू घर गएको बेला पऱ्यो र पनि अलि हिजो आज अलिक सुनसान छ। नभएदेखि यहाँनिर धेरै मान्छेहरूको आवाजात हुन्छ, दामी हुन्छ है। हेलो सबैजनालाई जय मसी। आज चाहिँ हामी यो ठाउँको नाम भन्नुहोस् त दाइ? लाकुरी भन्ज्याङ। लाकुरी भन्ज्याङ भन्ने ठाउँमा आएका छौँ। एकदमै राम्रो छ है यो ठाउँहरू चाहिँ। आमामा सुनसान वातावरण एकदमै राम्रो छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। मलाई चाहिँ इलाम आए जस्तै लागेको छ कि, चियाबारी नभए पनि यो ठाउँहरू चाहिँ सुनसान वातावरण। वाउ, ओ माई गड, यति सुन्दर छ कि। प्रभुको सुन्दर सृष्टि कति असल छ है। हाम्रो परमेश्वर महान हुनुहुन्छ, यो सारा ब्रह्माण्डलाई बनाउने परमेश्वर हुनुहुन्छ। उहाँले मानिसलाई ज्ञान दिनु भएर यति सुन्दर रिसोर्टहरू बनाइरहनु भएको छ। ल है, अब हामी चाहिँ यहाँबाट अब निस्क्यौँ खानासाना खाएर। अनि हाम्रो दिया मिडिया भाइको होमस्टेमा लाकुरी भन्ज्याङमा बसाइ राम्रो भयो, बहिनीसँग छोरासँग कुराकानी भयो, अनि जे होस् रमाइलो भयो, एकदम आनन्द भयो। अब हामी यस ठाउँको वरिपरि हामी घुम्नेछौँ। यस्तो छ है ठाउँ चाहिँ है। ल भिडियो छ। हामीले चाहिँ मजाले खाना पनि खायौँ, एकदमै मिठो भयो। अब पुरा इन्जोय गरेर फर्क्यौँ, एकदम ब्लेसिङ डे, आशीषमय दिन भयो। अघिसम्म पानी परिरहेको थियो खाना खाँदा है, टक्क हामी हिँड्न आँटेको पानी नै रोक्यो क्या। प्रभुलाई धन्यवाद। सिस्नु लाने भनेको होइन, नसम्झाउने यहाँ सुन्ने भयो ब्लगमा। अब मार्छन् सिस्नु त यति यस्तो सिस्नु खाएर हेर्दा मात्रै राम्रो, पानीले फुटेर सबै। पावल, मैले त चाबी त त्यहीँ निकाले नै छु कि क्या हो? फेरि फर्किनु पर्ला है। फर्काउँदा चाहिँ जाऊ जस्तो सुन्दा भन्नु होला र फेरि छैन यहाँ खै चाबी भेटाइनँ मैले। छैन नि यो बाइक त यहाँ आएर हाम्रो नम्बर सरहरू भनेर ल कस्तो राम्रो छ ठाउँ चाहिँ दामी रहेछ। हाम्रो पावल दाइ त संसारै घुम्नु भएको रहेछ नि यहाँ थियो। चाबी मैले किन छोडेँ जस्तो लाग्यो। त्यही छ छैन।